नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो परिवार मेलबनमा सबैजना भान्जा भान्जी आमा गौतम बाबु दाई भाउजू अस्मिता मेरो बुढी है अस्मिता सबैजना भएर दोहोरी चाहिँ हामी खेल्छौँ। बिचबिचमा म नाच्छु। दोहोरी प्रतियोगिता हाम्रो सुरु हुँदैछ। भान्जाले गाउने आमाले फिर्ता गर्ने एउटा मेरो सानो मिनी ब्लग आजको लागि है त तपाईँहरूलाई। अब हाम्रो ब्लग यहाँबाट सुरु हुन्छ। ल स्वागत छ तपाईँलाई मेरो ब्लगमा। आजको हाम्रो यो दोहोरी प्रतियोगिताको मुख्य गायक रोनिस दाल मेरो भान्जा यहाँ छन् होइन। अनि भान्जाको लागि भान्जाको गीतको ट्याकल चाहिँ रिप्लाई चाहिँ हाम्रो सासू आमाले गर्दै हुनुहुन्छ होइन। अब आजको हाम्रो दोहोरी चाहिँ हाम्रो भोटेरियाको माझमा होइन मुख्य दर्शक हाम्रो कृष्ण दाई हुनुहुन्छ लुकेर हेर्नु भएको छ। हाम्रो यहाँ सुरु हुँदैछ है त। ल आज दोहोरी हजुरआमा नाचेको माया बेपको यो दिना सँग पानी धमिलो मनकिना औलो लाग्नु ढुङ्गो किन लुकाउनु एउटै घरको मन किन दुखाउनु लाना पर्ने मान्छेको मलाई सिसाको एउटै प्याटर्न होला कि जहाँ पनि त्यो एउटै डोरी होला कि छोरी मम्मीको डोरी होइन एउटै हुन्छ होला कि सबै बाख्रै मायाको जुहारीले छेउमै छिन् मार्छिन् मलाई नातिनी हे माया जामिना बम्बईमा झोला बोकी नौली भोगो जन एउटैले भर्याछ ल
कोलीमा खर्काट कोलीमा खर्काट तिमी जस्तो म होइन हजुरको मन रमाछ हजुरको मन रमाछ भोलि फेरि के भन्ला समाज गोर्खा मनका सबै मायालाई हालौँ भने छैन खाऊ पानी पिया बालै दिनमा मनमा पिर्न लिया सबै मायालाई हालौँ भने छैन जमाना हजुरको कुरा यो मनमा पर्लियो माया मकसो गरु तिम्रो बारा परू कि नपरू गोर्खा मनका छैन जमाना तिम्रो आउनेछु तयार भई बस्नु है गएन माया कोरिया खनेको मैले पनि हो त्यसै भनेको गोर्खा मनका सबै मायालाई हालौँ भने छैन वचनलाई केही गरी नरोकिए केही गरी नरोकिए हुन्थ्यो समय झ्याप्पै मायालाई हालौँ भने जानी हामी दिने राउ पर्छीको गोर्खा मनका माना सबै मायालाई नबसङ्ला अमाला परेर रमाइलो गाउँमा सिङ्गापुर झरेर गोर्खा मनका सबै मायालाई हालौँ भने छैन जमाना रमाइलो गाउँमा सिङ्गापुर झरेर गोर्खा मनका मना झ्याप्पै मायालाई हालौँ भने
अर्को चेन्ज गर अब प्रसङ्ग हालेर मैले मित्र जान्छ आमा गएर मेरो गयो है प्रसङ्ग हालेर मेरो प्रसङ्ग हुन्छ अब यो लाइनमा गइसकेको रहेछ नगर तिमी हेर्नु तल हो कि रोकिदियो क्या बाबुले नगर है बाबु हाम्रो गीत चाहिँ अलिक सानो ब्रेकको लागि रोकिरहेको हाम्रो ब्लगको चाहिँ अब तपाईँको चाहिँ दोहोरीको चाहिँ टपिक चेन्ज हुँदैछ ल के भन्छ त्यसलाई के भन्छ अरे भाका चेन्ज हुँदैछ अब भाका चेन्ज गर्ने सल्लाह हुन्छ भान्जा चाहिँ भाका चेन्ज गर्न जाने ल भाका चेन्ज गर्ने भनेर मैले भनिसकेँ आमा त नेपाली रिप्लाई गर्नु लागेको आमा भनेर ब्रान्डेड लगाएर अब यस्तो अब बिछोडको काम आमा ल हाम्रो पिछडको भाकामा गीत गाउने कुरो भइरहेछ है म टिका ढिलो सुरुमा पहिला भाका दिनु मन परेको ठुलो बसेको लगाउने आमा मन परेको त्यसमा कि मिरमिरेको मिरमिरेको काम हो मिरमिर निकाली चुनेको अनुताई मायालाई छोडे मायाले साँच्चै हो कि हल्ला मिरमिरेको काम भन्दैछ भेट बिरानो मया समीर मिमुनि काली धुनेको अनुताई मायालाई चौरे मायाले साँच्चै हो कि हल्ला सुनेको मायालाई चौरे मायाले साँच्चै हो कि हल्ला सुनेको ल अब मजा आउँछ तिमी उस्तैमा पानी उस्तैमा पानी उस्तै 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 बिलेस दूर उस्तै सच्चै हो कि हल्ला सुनेको अनुताई मायालाई छोडे मायाले गयौ तिमी बसेमा तर्पेर मिरमिरी गाली सुनेको अनुताई मायालाई छोडे हे माया चौतारी चिन्दैछु कर्म अघि म पछि हिँड्दैछु भयो एक्लै पसनी एक्लै पसनी बाछा थियो सँगसँगै बसनी मिरमिमुनि काली धुनेको अनुताई मायालाई छोडे मायाले साँच्चै हो कि हल्ला सुनेको यो मायाको बहुतै थियो नि कसले माया चुडाली दियो नि गाली भनेको संसार मायालाई चौबे
धाम देखेर चुडाली चिनेको सौरे मायाले साँच्चै हो कि हल्ला सुनेको भिडियो देखेर बिटो धाम देखेर गरौँ त हे मेरो माया बहुतै थियो नि बहुतै थियो नि कसले माया चुडाली दियो नि काली सुनेको सँगै मायालाई चौरे मायाले साँच्चै हो कि हल्ला सुनेको अब भयो अब यो सँगै हाम्रा मुख्य कलाकार रोनिस दाल मेरो भान्जा अनि मेरो सासुआमा दुवैजना थकित हुनुभयो र आजलाई हाम्रो दोहोरीको साँझ आजलाई हाम्रो दोहोरीको साँझ हामीले यहीँ रोक्दै अब हामी भोजनतिर लाग्दै होइन फ्यामिली भोजन हामीसँग हाम्रो गौतम बाबु पनि छ होइन मुख्य पात्र भिडियो क्यामेरामा आज हाम्रो गौतम थियो दाई भाउजू उता व्यस्त हुनुहुन्थ्यो यो सँगै आजको हाम्रो मिनी भ्लग चाहिँ यहीँ सकियो तपाईँहरूलाई म फेरि अर्को हप्ता अर्को भ्लग लिएर आउने बाचासहित आजलाई कार्यक्रम सकिएको र बिचबिचमा म नाचेको पनि जानकारी गराउँछु फेरि तपाईँहरूलाई मेरो नाच कस्तो लाग्यो त्यो पनि प्रतिक्रिया दिनु होला है मेरो बुढी मसँग ननाचे पनि तपाईँको नाच चाहिँ मैले कराइदिएँ जस्तो लाग्छ आजलाई यति आजलाई मेरो भ्लग सकिएको चाहिँ म जानकारी गराउँदछु धन्यवाद।